निरीक्षण गर्नु हुँदैछ। त्यो पानी अमला खाने पाउने भयो आज। ल भविष्य सरले यहाँ यो पुरै जङ्गलभरि नै पानी अमलै अमला रहेछ। यो चैनपुर भन्ने ठाउँमा हामी आइपुगेका छौँ। पानी अमलाको रिसर्चमा छौँ हामी अहिले। हेर्नुहोस् खोजेर हामीले पानी अमला अन द वे स्पटमै छ, छेउछाउ नै छ यसको। यता पनि देखाउनु पर्यो नि कस्तो हुँदो रहेछ पानी अमला। ए पुरै पो टिप्नु भएको छ, निकै राम्रो पर्छ त। ल यो त धेरै अमला चाहिँ यो यस्तो हो, यसमा चाहिँ मिनरल्स हुन्छ धेर। ल अनि एकदम पानी पानी भएको यो जमिन यो चाहिँ शीतल बनाउने मिनरल सहितको चाहिँ हैन। ल भविष्य सरले यसको बारेमा प्रश्न पारिदिनु। हाम्रो यहाँ भूपाल अधिकारीजी हुनुहुन्छ, उहाँ अत्यन्त यसको कुरा रिसर्चमा चाहिँ उहाँको धेरै इन्ट्रेस्ट छ। हेर्नु यहाँ खोजेर ल्याउनु हुँदैछ पानी अमला। यो जङ्गलभरि नै पानी अमला अमला रहेछ। ओ यसरी बोट सहित दाना सहित ल्याउनु भएको छ। यो अत्यन्त मिनरल्सको लागि चाहिँ अत्यन्त राम्रो छ, एकदम 100% हैन 100% अर्ग्यानिक छ। यसको बोट यस्तो हुन्छ है। ल यसलाई पानी ल ल यो चाहिँ अब हामी खान्छौँ। यसको स्वाद पनि अमिलै आउँछ। हैन अमिलो त हुँदैन खास चाहिँ अलिक यसको स्वाद त्यस्तो अर्थपूर्ण स्वाद चाहिँ हुँदैन यसको। चिसो हुन्छ तर चिसो हुन्छ हैन। ल जियोस्, ल धन्यवाद, थ्याङ्क यू। ल